ज्वरो र रुगा लागेर डाक्टरकोमा गएको डाक्टरले फेरि त्यही बहानामा एक झोला दबाई दिएको यत्रो दबाई दिएको मेरो चाहिँ झन्डै सातै गएको अब दबाईलाई चाहिँ एकछिन साइडमा राखेर यसो बाहिर निक्लिनु पर्यो भनेर हेरेको यो चाहिँ मेरो रुमको ढोका अगाडि चाहिँ हाम्रो एउटा सानो बरन्डा छ मेरो रुम चाहिँ रुपटपमा भएको कारणले गर्दाखेरि चाहिँ प्रायः जसो चाहिँ हावाले चाहिँ धुलो मैलो उडाएर ल्याउँछ र आज चाहिँ यो अगाडिको भाग सफा गर्नु पर्यो भन्दा चाहिँ तातो पानीमा सरफ लाएर सोइ 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 पारिरहेछ र मैले चाहिँ मुखमा मास्क पनि लगाएको छु किनकि मलाई चाहिँ धुलो मैलोबाट एलर्जी भएको छ त्यो अगाडिपट्टि देखेको एउटा रुम चाहिँ फिलिपिनोको हो भने चाहिँ अर्को चाहिँ युगान्डाको एउटा केटी बस्छ त्यहाँनिर त्यो चाहिँ दुवैजना चाहिँ मेरो चाहिँ एकदमै मिल्ने बेस्ट फ्रेन्ड हो है हामी चाहिँ अब पालै गरेर अगाडिको यो बरन्डा चाहिँ सफा गर्छौँ आज चाहिँ मेरो सिक्लिप पनि थियो अनि त्यही भएर म चाहिँ बिरामी हुँदाखेरि म सुतेर बस्नु भन्दा नि हल्का फुल्का सानो काम गर्दाखेरि चाहिँ अझ बडीलाई चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ अनि त्यही भएर मैले चाहिँ अगाडिको भाग चाहिँ मजाले सफा गर्दै अब यो रुम सफा गरेर मैले मेरो रुम चाहिँ सफा गरिसकेँ तर अगाडिको यो भाग चाहिँ सफा गरिसकेपछि मलाई चाहिँ फेरि आज हतारमा चाहिँ मानामा पनि जानुपर्ने छ किनकि मलाई एक दुईवटा सामानहरू चाहिँ मलाई चाहिँ त्यहाँ मानामाबाट ल्याउनु पर्ने छ त्यही भएर चाहिँ मैले चाहिँ यो चाहिँ छिटो सफा गरेर लगभग मलाई चाहिँ आधा घन्टा जति लाग्यो यो रुम सफा गर्नुको लागि बाहिरको भाग सफा गर्नुको लागि त्यसपछि चाहिँ मैले भित्र खाना रेडी गरेँ हातखुट्टा धोएर अनि त्यसपछि अनि मैले चाहिँ खानाको लागि ढान्टानाङ मेरो सादा भात रेडी भयो किनकि म बिरामी चाहिँ त्यही भएर मैले मासु चाहिँ एक दुई दिनको लागि बाहिर रहेछ तर अन्डा चाहिँ बोइल गरेर चाहिँ दुईवटा चाहिँ रानी भाग फालेर चाहिँ एउटा मात्रै राखेको छु र अचारको रूपमा चाहिँ मैले चाहिँ टमाटर अनि टमाटरमा चाहिँ यसमा चाहिँ टिमुरको छोप लगाएको चाहिँ खोर्सानी चाहिँ एउटा मात्रै सानो हालेको छ किनकि धेरै पिरो नखानु भनेको छ डाक्टरले त्यसपछि चाहिँ मैले दालको रूपमा चाहिँ अनि एकदम भेन्डी अनि आलु बोडीलाई चाहिँ बोइल गरेर अनि काँक्रालाई चाहिँ सलादको रूपमा चाहिँ टक्कसँगले राखेर चाहिँ सुइँ पारेर चाहिँ गम खायो अर्को भिडियोको